हेलो एभ्रिवान, वेलकम टु माई च्यानल। मैले आज हजुरहरूलाई एउटा भिडियो देखाउँदैछु। मैले चाहिँ मेरो हस्बेन्डलाई बर्थडेको दिन बर्थडे सरप्राइज दिएको थिएँ। अनि उहाँलाई चाहिँ केही थाहा थिएन मैले सरप्राइज दिँदैछु भनेर। अनि उहाँको काम थियो, मेरो चाहिँ बिदा थियो कि आज। अनि मैले पुरै रेडी गरेर सबै सामानहरू रेडी बनाएर राखेको थिएँ। अनि त्यसपछि दिन्छु नि त भन्ने भएको थियो। अनि त्यो दिन चाहिँ कामबाट ढिलै आउनु भएको थियो, लगभग 10 बजे थियो उहाँ आउँदाखेरि। अनि मैले चाहिँ जस थाहा पाउनुहुन्छ कि यिनीहरू कस्तो डराइ सबै केकहरू पनि लुकाएर राखेको थिएँ। अनि बेलुनहरू चाहिँ सबै फुकेर दराजमा राखेको थिएँ। अनि मैले चाहिँ त्यत्तिको डेकोरेट गरेँ, उहाँले नथाहा पाउने गरी। सुतेपछि उहाँलाई केही पनि थाहा हुँदैन। अनि मैले त्यत्तिको डेकोरेट गरेँ। अनि अब मैले फ्रिजबाट केक निकालेर केक देखाउँदैछु। केक पनि कस्तो राम्रो लाग्यो क्या मलाई, देख्ने बित्तिकै कस्तो राम्रो लाग्यो। अनि यही बेस्ट हुन्छ भनेर यही केक लिएको थिएँ मैले। अनि थाहा पाउनुहुन्छ कि भनेर अलग्ग गरेछु कि घ्यास बच्छ कि भनेर डराइ गरेछु। अनि त्यो केक रेडी बनाउँदैछु मैले चाहिँ होइन। यो चाहिँ मैले पछि भोइस ओभर गरेको हो। त्यति बेलाको भोइस चाहिँ कस्तो स्याउ त्यस्तो टाइपको भयो। अनि त्यही भएर मैले त्योवाला साउन्ड नराखेँ कि यो चाहिँ मैले पछि भोइस ओभर गरेको साउन्ड हो। अनि मैले चाहिँ त्यहाँ क्यान्डल हाल्दैछु, त्यो पनि पग्ल्यो भनेर। कस्तो पग्लिसकेको थियो नि त अघिदेखि। अनि 23:56 भनेको चाहिँ 11:56 गएको थियो। थाहा पाउनुहुन्छ कि भनेर हेर्न जाँदैछु क्या लुक्दै। धन्न केही थाहा पाइनँ भन्दै फर्किरहेको छु म। अनि त्यसपछि मैले त्यहाँ के भनिरहेको छु मैले यादै गरिनँ। अनि त्यसपछि मैले आफै क्यान्डल बालेर स्पिड बाल्छु बिस्तारै। केक पग्लिन लागिसकेको थियो, गर्मी छ नि त अहिले। अनि एकछिन फ्रिजमा राखेँ पनि, त्यो पनि अघिदेखि त्यो उयो गरेर फ्रिजमा राखेको। डिमा हाल्यो भने नि फेरि एकछिनमै खाइहाल्ने केक भनेर डिमा पनि हालिनँ। अनि अब अहिले चाहिँ 11:58 गएको छ। अनि म रेडी भएको छु, हातमा केक लिएर जान। 12 बजे भ्याउँदिनँ कि भनेर डराइ। अब चाहिँ 59 मिनट गयो। अब चाहिँ म केक लिएर जान्छु है त। हेर्नुहोस् है त उहाँको रियाक्सन कस्तो हुन्छ हेरौँ। मैले बेलुनहरू सबै ओछ्यानमा पनि राखेको छु राख्न चाहिँ। उहाँ मस्त निदाइरहनु भएको। मैले त्यसतिर बोलाउँदा पनि ह्याप्पी बर्थडे भन्दा पनि उहाँलाई केही थाहा छैन कि कति चिज आउँछ। अनि भरे त मन्द मुस्कान भयो। त्यो सब बिस्तारै उठ्नुहुन्छ बिचरा, उहाँलाई नि झड्का लागेछ नि त यति राति भन्ने भयो होला बिचरा। 12 बजे 2 मिनट जान लागिसक्यो। अनि यस्तै हो, सानो खुसीमा पनि मान्छे खुसी हुन जान्नुपर्छ भनेर सानो सरप्राइज भए पनि दियो भने मान्छे खुसी हुन्छ नि त। मान्छेले ठुलो गिफ्ट दिएर ठुलो उयो दिएर खुसी त हुने त होइन। सानो इटो कुरामा पनि मान्छे खुसी हुन सक्यो भने त्यही ठुलो कुरा हो भनेर मैले चाहिँ उहाँलाई सानो खुसी भए पनि फोटो लिएर दिउँ भनेर चाहिँ बर्थडे सरप्राइज दिएको हो। खास चाहिँ उहाँले चाहिँ बेलुनमा टाँसे भएर हेर्दै हुनुहुन्छ कस्तो भयो भनेर। त्यो निन्द्राले भर्खर उठेको भएर होला, खासै उयो चाहिँ भएन। मैले बत्ती बाल्छु, बेलुन देखेर ओछ्यानमा पनि बेलुन भन्नुहुन्छ अहिले। मैले देखाउँदैछु, भिडियोहरू हेर्दै जानु होला। के भन्नुहुन्छ क्या यस्तो भिडियो पछि भोइस ओभर गऱ्यो त्यति बेलै गऱ्यो भने चाहिँ के हुँदैन, पछि भोइस ओभर गऱ्यो भने चाहिँ के हुन्छ त्यो आफैलाई यादै हुँदैन क्या कति कुराहरू। अनि त्यो भिडियोको भोइस सुन्यो भने बल्ल थाहा हुन्छ। अनि भोइस ओभर गर्दाखेरि चाहिँ सुन्न मिल्दैन नि त त्यो भोइस। अनि यतिको भिडियो भइरहेछ। अब उहाँले केक बत्ती निभाउनुहुन्छ आफू गरेर। रातिको 12 बजे बर्थडे सरप्राइज दिँदा फेरि खास त अब अर्को बत्ती बालेर राख्नुपर्ने हो। अब राति फेरि बिहानै 6 बजीदेखि काम थियो मेरो पनि। तर के भन्नुहुन्छ मोइनबेटी यस्तो लेखेछ, केक पनि राम्रो रहेछ भन्दै हुनुहुन्छ। मैले 2 घण्टा लाइन बसेर तर मैले भिडियो लामो हालेँ कि क्या अलि सर्टकट बनाएर हाल्नु भनेर चाहिँ मैले खास ब्लग स्टाइलले भोइस ओभर गर्छु भनेर बनाएको थिएँ। ह्याप्पी बर्थडे टु यु क्यान्डल फुक्दै हुनुहुन्छ उहाँले। मैले चाहिँ ह्याप्पी बर्थडे भनिरहेको छु। ह्याप्पी बर्थडे गॉड ब्लेस यु मे गॉड ब्लेस यु भन्छ अहिले चाहिँ। त्यति बेलै भनेको थिएँ, त्यति बेलाको भोइस झन् कसै स्याउ आएको भएर नहालेको। खास मैले पछि भोइस
त्यति बेला के साउन्ड हाल्न पर्ने खास चाहिँ अलिक स्याउ 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 भएर त्यो राम्रो आउँदैन नि त अनि त्यसको त्यही भएर मैले पछि भोइस ओभर गरेको अनि यो चाहिँ मैले एकदमै डिफ्रेन्ट देखेँ अरू बेला चाहिँ चक्लेटवाला पाउँथेँ जहाँ पनि अनि मैले यसपालि केक लिएर आएको ठाउँमा चाहिँ एउटा स्टिकर टाइपकोमा म्याजिकले लेख्ने रहेछ क्या अनि मलाई नि कस्तो अचम्म लाग्यो यस्तो त मैले फर्स्ट टाइम देखेँ हो जस्तो भएको नि नत्र भने त जहाँ पनि चक्लेट हुन्छ नि त अनि उहाँले चाहिँ हतार केक काट्नुभन्दा अगाडि केक चाट्दै हुनुहुन्छ अनि मलाई हेर्दै हुनुहुन्छ कि मैले केही भन्छु कि भनेर ह्याप्पी बर्थडे टु यु मे गॉड ब्लेस यु त्यही नै हो दुईजनामा कसले कसलाई खुवाउने भनेर हाम्रो कुरा भइरहेछ खासमा मैले खुवाइदिनु अनि मैले चाहिँ होइन तिमीले खुवाइदिनुपर्छ मलाई भनिरहेको थिएँ अनि अब केक जस मिठो थियो राति चाहिँ दल्दिनँ बिचरा राति 12 बजी के मुखमा केक दल्दिनु भनेर दल्दिनँ खुवाइदिएँ मात्रै मैले अनि मलाई पनि उहाँले खुवाइदिनुहुन्छ कतै चाहिँ तिमी कतै चाहिँ तपाईँ भइरहेछ कि खास चाहिँ मैले तपाईँ तिमी भन्दाखेरि भोइस चाहिँ कस्तो अनौठो सुनिन्छ होला सुनिन चाहिँ मैले अर्को गिफ्ट पनि रेडी बनाएको थिएँ अनि त्यो गिफ्ट पनि अर्को छ नि यो त के हो र भन्ने हुन्छ बिस्तारै बिस्तारै सकिँदैछ गाइज मेरो भिडियो पनि हजुरहरूलाई हाम्रो भिडियो कस्तो लाग्छ लाइक कमेन्ट एन्ड सब्सक्राइब गर्न नबिर्सिनु होला थ्याङ्क यू सो मच सबैजनालाई हाम्रो भिडियो हेरेर साथ सपोर्ट सबैजनाले दिनु होला थ्याङ्क यू।